लेक साइड रे क्या यो टाइममा ल त्यसमा चाबी त लाउनु पर्ला नि कस्तो रसमा गर्ने मन लाग्दैन मलाई फेरि आज मिस भयो भने त मिसको मिस त हो नि कहिले जानु मारिदिन्छु मैले त होइन भन्छु खै आइज त एउटी गइसकि जमिन हामी कताबाट आएको थियो अन्त जताबाट चाहिँ बस्ने होटेल आऊ आऊ कता छैन यता राइट साइड म आउँदा आएको तर हामी बस्ने होटल त फरक हो नि त अस्ति त सो मलाई अलिकति राम्रोसँग याद छैन मान्छेहरू पनि कस्तो कस्तो भने झ्यावै लाग्नु यतापट्टि हो जानी पखै तर जतापट्टि गए पनि लेक साइड त आउँछ आउन त कस्तो आडे मान्छेहरू को जस्तो मान्छेको त्यस्तै सामानहरू हुन्छ नि यही त नि मेरो मोबाइल दसँग हो के अरे मुस्ताङमा के अरे त्यो जेरी गल्लीमा भिडियो गर भनेको त उ त अन नै नगरिकन पो गरेर त्यसपछि त मान्छे कति आयो गर्नै पाएन भिडियो त्यसको त न भिडियो छ न फोटो छ मेरो त लुगा लायो आयो सक्यो के ट्रान्जेक्सन 3 जनाको राम्रै छ त्यो 20 मा चाहिँ खै के त्यो हटाउने भयो हटाउने आएन मलाई अहिले त्यो एउटा हटा अनि ठिकै छ ग्रुपको चाहिँ अलि राम्रो जस्तो लागेको थियो मलाई होइन ग्रुपको राम्रो छ नि त्यो हेरेको छैन ग्रुपमा हामी 3 जनाको चाहिँ 20 मा के आएको जस्तो लागेको छ ऊ मेन रोड आइहाल्यो नि यहीँ छेउमा त होला नि लेक साइड गाह्रो छ कतातिर हो स्टेबिलिटी छैन जस्तो छ यार यो भिडियोमा हल्लिन्छ जस्तो छ भिडियोहरू त ओ माई गड लेक साइडको हामी त लास्टै इन्डमा आइपुग्यो जस्तो हो उयो भित्र त्यो लेक साइडको इन्डमा हो यार त्यो के हो बोट फर रेन्ट आउँछ कहाँ यी सेवा त खै अस्ति हामी कहाँ गएको थियो यार बिर्स्यो भन्छ यो बोट मैंने देखा अभी वो आपका 1 किलोमीटर है यहाँ से मेरे को सब इंडियन यार पोखराको टुरिस्टहरू सब इन्डियन आई थिङ्क आइ एम लस्ट एउटा देखाएको थियो 1 घन्टाको भिडियो त्यहीको हुन्छ भिडियो बनाउँछ नि त्यसले 15 मिनट मलाई मात्रै देखायो तैँले मेरो भिडियो बना भनेपछि मैले त्यही त देखाउने 15-20 मिनट जस्तो मलाई मात्रै देखाउने अरू पनि देखिरहेको क्या कति राम्रो राम्रो इमर्जेन्सी व्हाट इमर्जेन्सी जान चाहिँ किन ला हो अब ढुङ्गासँग चढ के अरे उयो हुँदैन होला पो चल्दैन होला पो
चल्यो भने पनि अलिक सेफ हुँदैन जस्तो लाग्छ कि मलाई अब दिउँसो भएर के को बोर्ड हो कस्तो लेक साइड आरती है कहाँ गयो मेरो पार्टीहरू यार म फेरि हराउँछु यार कहाँ गयो यिनीहरू ला न भिडियो गरौँ अब मेरो स्न्याप चाहिँ बनाउनु बनादिम बनादिम कहाँ गयो अरूहरू गइसक्यो त्यसरी यस्तरी गर्न नि कहाँ गयो तिनीहरू कहाँ गयो तिनीहरू कता गयो त खै जाउँ यतातिर त ए आरती कस्तो तर हेरेन मन लाग्ने यार त्यो आरती हेरेन मन लाग्ने कि त्यो आरती भगवान सबैको रक्षा गर ब्लेस अल अफ हेर न यो नाइट भ्यू लेक पोखराको नाइट भ्यू यही हो यसलाई उसको त्यहाँ सिरियल छुट्यो होला सिरियल हेर्दिनँ मैले त अघि के हेर्दैछ त नागिन सिरियल यत्तिको कमेडी हुनु पर्यो है यत्तिको कमेडी चाहिँ हुनु पर्यो नागिन ल सिरियल हेर न सिरियल होइन नागिन रे ल रोल बनायो होइन भाइरल हुन्छ यसको त त खाने त 2 कप यो सुरुमा बिहान पैसा लिनु अर्को एक अर्को 60 अर्को पैसा
चिया लभरहरू फेरि सब चिया खान्छ नि Cheers. चिया लभर उनीहरू चटपटे लभर चटपटे खाँदैछ हामी चाहिँ चिया लभर माइली कहाँ गयो हेर्न त्यो आफू हराउँछ होइन त्यो डराएको क्या त्यो ग्रुपमा जान लाउँथ्यो अरू केही होइन चटनी खान आएर आयो चटपटे चटपटे चिया खान्छस् आइज हामी चिया खाएको भिडियो बनाउने अहिले तर लेक साइड मस्त देखिने भ्यू नै छैन टुरिस्ट एरिया हुन्छ न एउटा लाइट छैन यार राम्रो यस्तो नि हुन्छ टुरिस्ट एरिया के हो लिटरली कहाँ छ लाइट अँधेरो जङ्गल गुफा जस्तै छ हौ छ्या आइज यता तैँले होइन पोखराको लेक साइड भन्ने बित्तिकै त खतरा छ त्यहाँ खतरा होला भनेर खतरा लाग्यो ठिकै तर सबै घुम्यो भने त अझ होला नि मात्रै त आएको त ए अस्ति मेरो त्यो बेलुनवाला भिडियो थियो नि त्योवाला उयो यताबाट गयो भने देखिन्छ कि बेलुनवाला भिडियो तिमीहरू मैले त्यो भ्लग एडिट गर्दाखेरि त्यो बेलुनवालामा हिँडेको थिएँ नि म बेलुन होइन हौ छातावाला छातावाला के खैले यसले मेरो भिडियो हेरेको नि कहाँ खाउने त्यो उयो साइडमा छ छाते छ कि यो माथि के भन्छ खै त्यो गेट हो इन्ट्रान्स हो न त ल हिँड पखाइ हामी अब भिडियो बनाउने भिडियो चाहिँ आएको एउटा चटपटे थोरै खान्छु ल भन्दाखेरि त्यसले के भने अरे फेरि गर्नु आउँछ आयो कपाल कहाँ राम्रो हुन्छ घर राम्रो हुँदैन बिकज म कहिले म अस्ति भएको त नआएको अझै 2-3 दिनपछि बल्ल राम्रो हुन्छ अगाडि देखाउन जान्छु कस्तो राम्रो छ अझ मलाई उताको मन पर्यो कि यो यहाँको भ्यू आहा कस्तो राम्रो टोली पनि आएका हुन् र पछाडि हेर त होइन छैन है ले मै गर्छु क्यामराम्यान हो कि के हो यो राम्रो चाहिँ गर्ने होइन तर वही तैँले मेरो त्यो झर्नावाला नि क्या खतरा गर्ने है त्यो चाहिँ 100 करोड मैले सबै राम्रै गरे मन नपर्यो हो मैले सबै होइन त्यो त्यस्तो भिडियोहरू चाहिँ राम्रो गर्छस् तर यो भ्लगको लागि चाहिने भिडियो चाहिँ त्यही यस्तरी त्यहाँ क्यामेरा गर्छ क्या के गराएको अलि हुन्छ नि अनि के अरे ल उही के अरे भिडियो अनि के अरे भिडियो यस्तो ठाउँ छोड त्यहाँ त्यो अँधेरोमा गुफामा बसेको छ यस्तो ठाउँ छोड है बुढाबुढीहरू काम छैनन् क्या उनीहरू अब अघि नै आइसकेको रहेछ रेखा नै होइन कि पहिल्यै आइसक्यो अरे उनीहरू हाम्रो दाइ तर यो बाटो त होइन होला हौ आउनु भएको उहाँहरू हो र होइन उताबाट घुमेर आएर यस्तो ठाउँ मिस गरेर अब त्यो ठाउँमा बसे यस्तो राम्रो छ नि हाम्रो लेक साइड बल्ल लेक साइडवाला फिल आयो है मलाई जाउँ फोटो भिडियोहरू खिच्ने हो ल खिच म चाहिँ खिच्दिनँ तिमीहरू खिच मेरोमा त स्पेस नै छैन कान्छे अघिको कप खोइ अघिको कप म त त्यो टप त्यो क्या फाल्दियो होइन त्यो दिदीले खोइ लियो अब त्यहीँ चिया दिन्छ नि त्यो राम्रोसँग आछ हेर त यस्तो यो भने त गर्ने फेरि खिच्ने पक्न तिनीहरूको सकोस् आज त अलि यता घुमाउँ न आज अझै हामी ऊ त्यहाँ
आइज न आइज उता बसिरहेको त्यहाँ है तिमीहरूलाई मैले नलिएर भयो अझ त अझ उनीहरूसँगै उता झन् उनीहरूसँगै जान लगाएर थियो हजुर उहाँहरू त अब अल्छी गऱ्यो भने काम हुन्न हामी बस्नु पनि मिल्छ वाउ यो पब्लिक रहेछ यार पब्लिक ठाउँ यत्तिकै चाहिँ ल सही हो क्या ल यहाँ लाइन बस्ने अनि उहाँहरूले गरेपछि अनि तिमीहरू गर कस्तो राम्रो यार उहाँ आइज न उहाँ आइज बेहुली बनी बस्नु तिमी जन्तीले ल उहाँ बस ऊ त्यहाँ रहेछ त माइली कहाँ चाहिँ यहाँ बस्छ ल खेल ओए कस्तो चिप्लिनी चिप्लेन ए छोरा म त चिप्लेर लड्ला जस्तो भयो त्यसको फोटो हाम्रो कालीलाई लिएर आएको हो यहाँ खेल्थ्यो यार त्यसले पानीले त्यो त भिडियो मात्रै हो अब स्पेस नै छैन के गर्नु यो मोबाइललाई यार स्पेसको लागि दिमाग खराब भइसक्यो मेरो त ल मैले यसैबाट खिचिदिन्छु ल अब मेरो भिडियो मेरो होइन यत्तिकै मेरो चाहिँ यो स्किल है फेरि मैले फेरि जस्तो खिचेँ नि दामी ए अलि दाइज एउटा ल वान क्लिक ल वान हेर त यो फेरि राम्रो नै आएन छ यार औ के हुन्छ डिलिट गर्नु सबै त चाहिन्छ मलाई अहिले त्यहाँ त्यसबाट गर्नु कहाँबाट हामी यहाँ भ्लग गर्नु पर्छ बुढाबुढीहरू के गर्नु ल यसबाट गर यिनीहरूको फोटो भिडियो गरिदिनु पर्यो उता खाली भयो ल ल ल ल हामीले चाहिँ फोटो भिडियोहरू खिचेको होइन अनि मलाई यस्तो रिग्रेट लागेको छ नि मलाई मेरो यो 128 जिबीको मोबाइल लिएर दिस प्लेस इज सो ब्युटिफुल ल हिँड हिँड भाइलाई फोन गर्न तिनीहरूलाई फोन गर्न के तिनीहरूको नम्बर कति हो हाम्रो काले भाइ कस्तो रमाउँछ लाग्छ ल यार यहाँ फोन गर्दासँग छ त फोन गर्न मान्छेकोमा छ नम्बर दाइको दाइको मेरो पनि होला यस्तो दामी यो साइडमा चाहिँ नखिच्ने हुन त एउटै त हो एउटै हो यो त उठेर त्यहाँ बसेर बरु भाइलाई लिएर आउनु पर्दो रहेछ भाइले लिएर त्यसलाई त्यो कस्तो रमाएर खेल्छ होला क्या त्यो पक ऊ यहाँबाट एकचोटि कहाँ पक त गइसक्यो हो कि खाना टाइम पनि भयो अब हैन के भयो त 7 बज्दैछ 8 बजी त अब तिमीहरू हामी त्यही फर्केर जाने होइन यताबाट जाने हो यो रुखमा हेर्न कस्तो राम्रोसँग लाइटिङ गरेको कता खान यहाँ कस्तो राम्रो ठाउँ रहेछ नि तिनीहरू जाने जान्न त भने हामी जाऊँ उतातिर मान्छेहरूले चाहिँ होइन यहाँ आउँदाखेरि ऊ भन्ने ठान लाग्यो त्यो पैसा तिर्नेवाला रिसोर्ट टाइपको तर यो फ्री हो नि त जो जाँदा नि मिल्छ तिनीहरूलाई थाहा नहोला क्या भन्नुपर्छ
यो चाहिँ बेहेन लोग है मेरो बेहेन लोग ल ल ल खेला 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 अझै उफ्रियो गालो अबे अबे रमाइलो भिडियो गर्न ल ल ल अझै अझै कालो अझै 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 कालो दिदी नै आम नाइ म त आउन मिल्दैन अब केही नि हुँदैन जतिको उ अरे नि मेरो काले भाइ ल हामी चिप्लेटी खेल्न जाने आऊ कालो अब चिप्लेटी खेल्न जाने आऊ अब चिप्लेटी खेल्न जाने आऊ बिस्तारै ल ल जुत्ता 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 लगाऊ आउँछ लाउन ल लगाऊ त उल्टो भयो नि त त्यो आज त कान्छे उ यहाँ लगाइदियो त्यसलाई जुत्ता उल्टो भयो क्या हामी भन्दा जान्ने रहेछ उ त मैले हिजो भने हैन राम्रो ठाउँ आउँछ भनेर उसले त्यो खेल्यो दाइलाई कति फोन गरेको त उठा कुन चाहिँ हो के भयो फोन गरेको अघि नै अर्कै नम्बर होला यो नम्बरमा यो होइन नि यो होइन कति गरेर म त त्यो पुरानो नम्बर हो ल है ल बल्ल सुरु भयो त्यहाँ ल किनेर अहिले मान्छेहरू तर्छ ल है उता चाहिँ एक्लै नाचिरहेको दुईजना ल है ल ल ल दाइ पनि त माइली नाचिरहेको छ माइ नाच नाच म चाहिँ छोरोको फोटो खिचिन्छ ए कति खिच्यो कालुको पिङ खेल्ने भएन चिप्लेटी चिप्लेटीमा जान उता उ त्यहाँ कि चिप्लेटीमा बाबु लग्छ ल ल है ल यहाँ छुट्टै दोहोरी चल रहा है यहाँ ल ल यहाँ छुट्टै त्यहाँ छुट्टै प्राइभेट हो यहाँ फेरि अर्कै आहा ल बल्ल मजा आयो ल तँ पनि नाच जा तँ पनि जा के वाला लाइभमा गफ बस्न त ए नेट चार्ज नि छैन नेट नि छैन लौ खाले त्यस्तो छैन फेरि म त ध्यानै दिउँ होला मजा आयो होला आहा ल है ल तपाईँहरूको डान्स चाहिँ चलोस् म चाहिँ अब यतातिर हो यो चाहिँ त नाच्छ जा ल है प्राइभेट डान्स ह्यापनिङ तपाईँ नाच्ने ल है दाइ हेर्नु न हेर नि ल है यत्तिको जो जाँगर चाहिँ हुनु पर्यो ल हेर जिन्दगीमा यति भएपछि के चाहियो अरू आहा तपाईँ नाच्नु न दाइ पनि तेरो रियाक्सन हेर ल दाइकोबाट भिडियो ल आऊ ल बिस्तारै ल फेरि एकचोटि ल गएको ल ल आऊ काले यस्तो गर्ने यस्तो गरेर ल भयो अब ऊ यहाँ पिङ पनि खेल्ने होला नि
फेरि समात्नु पर्छ नि है समात है समात हो त्यसरी समात है भयो डर लाग्यो डर लाग्यो डराउनु हुँदैन नि त नि केही हुन्न ल दिदी र कालु सँगै खेल्ने हस् दिदी पनि आउने क्या दिदी पनि आउने ल कान्छी दिदी पनि आउने हो ल हजुर ल रमाइलो भयो त हेर मेरो कालुलाई नलिएर आएको भयो त यस्तो रमाइलो नि हुने थिएन मेरो कालुलाई भयो अब कताको पिङ खेल्ने कति पिङ खेल्ने हामी त खेल्न मिल्दैन डर्दैन जान्छ आफै जान्छ कि त्यो ल बिस्तारै बिस्तारै ल भयो भयो अब आऊ हामी उता जाने अब कता जाने तिमी त डराउँछ अनि पिङ खेल्ने भन्छ अलिकति खतरा मत ल पछाडि ल भयो रे ल अझै खेल्ने नि भयो भन्छ ल त्यो चिप्लेटी हो उता पनि छ नि कालु पिङ त राम्रो वाला होइन अझै खेल्ने क्या अझै खेल्ने अब भयो अब के खेल्ने चिप्लेटी ल ल ल जा ल फेरि त्यहाँ खेल्ने रे ल छुट्टै छुट्टै दुनियाँ छ हौ यहाँ छुट्टै टोली यहाँ 3 जना छुट्टै यो वर्ल्ड छुट्टै अरे शिव चिप्लेटी भाँच्यो हो नि छैन यार चिप्लेटी होइन आफै अरे फेम अब त्यो त प्राइभेट हो नि डान्स होला रहेछ थाहै छैन भाइ नाइस ओए आइज के गर्छ सबै यहाँ बसेर यही ठाउँमा धेरै बस्यो यार जाने ठाउँ त छ बट यहाँ बसेर चाहिँ अहिलेसम्म म राम्रोसँग चाहिँ गरिनँ है ओए कान्छी आइज जाउँ हौ धेरै नै बस्यो यार हामी खेल्न मिल्छ र यो पिङ भने काले खेल्दै हो आइ आइ कालो किन ओहो आफै मच्चिँदो रहेछ हौ यो त आमा आफै मच्चिँदो रहेछ धकालिन् दिदीले छ्या आफै झुन्डिने हेर्न त्यहाँ दिदीलाई भेट ल यहाँसम्म भेट ल खुट्टाले भेट त ल यहाँसम्म ल ओ भेट्यो है भेट्यो ल अब यहाँ लड्ला नि फेरि यहाँसम्म ल भेट्यो है भेट्यो
भेट्यो ल अब अर्को रे ल अर्को रे एउटाको चाहिँ यहाँ छुट्टै पाडा छ यहाँ फेरि यो ठाउँमा हामी धेरै बस्यौँ हौ अरू नि राम्रो राम्रो ठाउँ छ होला अब चाहिँ रुमतिर है हाम्रो बहिनी दाइ छ, अँ हामी घुमघाम। पोखरा यता पनि देखाउँ त। ल हेलो पोखरा। हामी चाहिँ पोखरामा घुमघाम। हाम्रो अँ बहिनीसँगै। पोखराको अझ लेक साइड है ल्याङ सपिङले चुनिन्छ ल्याङ सपिङ। दाइ त आमा नाचा नाचे छोरी के त उता अनिता अँ हो उहाँको छोराको वर्तमानमा गोर्खामा कसले तानेर दाइ र मलाई नचरे दाइ त रुन लाग्न रहेर रक्त रुन लाग्न हाम्रो आमाले मान्दा खागेर त्यो बेला नचा पनि हामीलाई छोरी छोरी है सबै ए आज त नाच्नु भयो नि मजाले दाइ त नानीको भ्लग बनाउनु पर्यो रहेछ के दाइकोमा हाल्नु पर्यो है यो भ्लग चाहिँ। अँ ल बोल्नुमा प्रो हालिहाल्छ म्याक्स होइन कि म्याक्सै चाहिन्छ कि प्रो भन्दा। ए कान्छी गयो त 13 लेक साइडको नाइट भ्यू है यो चाहिँ लेक साइड बाबालाई के भनेको रे कालु अँ काले बाबालाई ठुल्बाले के भनेको रे भन्न मोटे भनेको रे औषधि माया रे भटभटेमा ओहो रोड क्रस गर्दै त माइली आइज बिस्तारी बिस्तारी आउनु म आउँछु मोस्ट एक्सपेन्सिभ हुन्छ होला सायद यहाँ चाहिँ कस्तो कुरा जान्छ हो हाम्रो कालीले ल हेडिङ टुवर्ड रुम चाबी त छ नि चाबी हरायो भने त फेरि उही फेरि चाबी हरायो भने त फेरि मार्छ नि फेरि कतितिर आउँछ सायद किनिसकेँ मैले यो अघि मैले किनेँ नि टप किनिस् टप त थिएन त हामीलाई मनपर्ने डल्लो डल्लो हुन्छ नि मोतीवाला त्यो मात्रै थियो अनि साथीहरूलाई किनेको थियो झुम्का एन्ड स्कार्फ यस स्कार्फ पनि किनेको छु म साथीहरूलाई सपिङ हुन हो क्या हो तर कस्तो क्युट क्युट यार सब ह्यान्डमेड हो नि यो दिज आर ह्यान्डमेड है लाइटिङ है जस्तो ठाउँ नराम्रो भए पनि इफ लाइट इज गुड होइन इनफ एकदम राम्रो देखिन्छ कि ब्युटी लास्ट इन्हान्स हुन्छ क्या लाइटले चाहिँ आई लर्न इट फ्रम कोरिया है कोरियामा यत्रो बुट्टामा पनि लाइट हाल्छ क्या राम्रो देख्छ क्या स्पाइस स्टेसन हाँ स्कार्फ ढाका डिजाइनमा राम्रो यार तर
कपालको धजिया भएको छ लास्ट यस्तो भएको छ मेरो आइमोरी ओ माई गड कस्तो राम्रो गीत बज्यो कस्तो राम्रो राम्रो ज्वेलरी लेक साइड भनेपछि आई थिङ्क दिस भ्यू इज अल्सो इम्पोर्टेन्ट अलिकति यही त हो नि रिमाइन्ड गर्ने लेक साइडको हेर यहाँ कोरियन हो क्या हो यो कोरियन मार्ट हो यो हो नि एउटा थाहै छ कुन रामेन कोरियन रामेन हो नि ऊ त्यो जु रामेन मैले त्यही खान्छु धेरै जस्तो त्यहाँ कस्तो खै मन त पर्छ तर लाउँदिनँ होला यस्तो त किन लाउँदिनँ अयो तिमीहरूलाई लेक साइड भ्यू कस्तो लाग्यो झोलुङ्गे पुलले गर्ने झोलुङ्गे पुल भनेर के हो होइन उसके यत्तिको कमेडी मान्छे भयो भने चाहिँ कस्तो सङ्गीता भन्ने मान्छे चुड्यो अन लेक साइड एरिया है गाइस तु चुड्यो अब पनि त्यही हो आइएम अ एकदम सिभिलाइज ह्युमन बिङ है म चाहिँ सिभिलाइज देखाउनु हुँदैन मार्छ यिनीहरूले चाहिँ क्यामेरा ठडाउनु हुँदैन नि यिनीहरूको अगाडि उनीहरूलाई देखाउनु हुँदैन क्या त्यो मुस्लिमहरूले अनुहार छोप्छ नि त अनि देखायो भने रिसाउँछ क्या फेरि ओइ तिमीहरू केही नकिन्ने खै यो ए ऊ यहाँ क्लिनिकमा पसिरहनु ओइ कस्तो राम्रो ओह माई गड लाइटिङले नै हो क्या राम्रो देखेको कान्ट रेसिस्ट टु रेकर्ड दिस है नाइस अलिक लग्जरी देख्यो क्या यो ठाउँ होइन र गाइस मान्छेलाई देखाउनु हुँदैन नि फेरि प्राइभेसी सुड बी प्रोटेक्टेड है सबैको हाम्रो पनि अरूले जे पाइदिनु खिच्छ हामी पनि खिच्नु पर्छ प्राइभेसी यही ठाउँ हो यही ठाउँ हो र मलाई थाहा छैन तर यही हो हरायो भने छैन ल जाम यो गल्ली चाहिँ होइन नि तर फेरि होइन यो गल्ली होइन हामी उयो मेन रोडबाट हिँडेको थियो कि उताबाट कता यो गल्ली त होइन नि हाम्रो दालाई फलो गरेको नि ठिकै भएछ है आइपुग्यो ठ्याक्कै होटल पोखरा एन्ड द टप होटल त सब होटल होटल भेट्यो है हामीले फाइनली कपाल त ओ माई गड गाडी चाहिँ यहाँ भइथ्यो दाजु ओहो नि त कस्तो राम्रो भ्युज जिन्दगी अच्छी है यसै गरी घुमिरह्यो भने यो चाहिँ हामी बस्ने होटल राम्रै छ होटल पनि नट ब्याड ए म
त बाहिर बसिरहेको ध्यान ल्याएको सानो के हुन्छ ला त त्यसमा काँची समाउनु यत्तिकै छोडेर गएको त सबै बाताङ बुतुङ आइज 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 अब एकैछिनमा खाना बोलाउँछ होला केही पनि नगरे नि हुन्छ अब आइज त यो माइलीलाई आज यो लुक्समा कस्तो राम्रो देखेको आइज त उठ त छोड त आइज आइज हाई गर्मी गर्मी हो गया त अगाडि त मैले यसलाई यो लुक्समा राम्रो देखायो नि त कस्तो राम्रो देखेछ यसलाई यो लुक्समा सबसे राम्रो भोलि यही लगायो मैले राम्रो देखाएको छ तपाईँ जाडो होइन आज गर्मी त भयो मलाई पनि मेरो कपाल कस्तो राम्रो भयो आज चाहिँ नआएर हिँडेपछि त नि नुहाउनु भ्याउँछ क्या हो बरु सल्ल जाउँ न बरु बाहिर भ्यू हेर्न जाउँ दिदी राम्रो छ भन्नु भएन उता बस्नु न बाहिरको यही बाहिर लिभिङ रुममा मैले त्यहाँ भनेको राम्रो छ जाँदा त्यहाँ भन्नु भएन जुत्ता लगाएर गइदिउँ भित्र मेरो कपाल त धोस्तै भएर रहेछ यार भित्र गइदिउँ भन्छ